was just a girl. We're like diamonds in the sky. Yeah, yeah, except for me. Cause it's always a good time. So back to my channel guys. आजको यात्रा रहेको छ हाम्रो दौरान जुम्का. So म चाहिँ बिना पैसा जानु खोज्दैछु. बिना पैसा जान सकिन्छ कि सकिँदैन म I will try. कस्तो हुन्छ त बिना पैसा जाँदाखेरि. अब हाम्रो जान्छौँ. हिजो कतिले कमेन्ट गर्नुभएछ रियली गोल्ड भनेर. गोल्ड होइन यो चाहिँ ऱ्यापरहरू लाउने चाहिँ हो. यो चाहिँ बाहिरबाट ल्याइदिनु भएको यहाँ चाहिँ पाउँदैन. So मेड इन जापान. जापानबाट हो होइन. So अब हामी चाहिँ लाग्नुपर्ने हुन्छ जुम्काको यात्रा. सो अब चाहिँ हाम्रो गन्तव्य रहेछ बसको माथिबाट आउँदै गरे हुन्छ. बसलाई हेर्न सकिन्छ धरानको एकदमै भ्यू हामी. बसलाई पर्खिनु है त. बसलाई हामी पर्खिनु पर्ने हुन्छ गाइज. सो गाइज उहाँहरूले चाहिँ फ्रीमा हुँदैन बाबु हामीलाई पनि फ्रीमा तेल आउँदैन भन्नुभयो. मैले तर फ्रीमा होइन सोसल एक्सपिरियन्स हो. तपाईँहरूले चाहिँ अब पैसा लिनुहुन्छ कि हुन्न पैसा नहुनेहरूसँग भनेर मात्रै. गाइज म चाहिँ इटरीमा आइसकेको छु. मैले आई प्रोटेक्टर लगाएपछि चाहिँ त अगाडिको भिडियो र अहिलेको भिडियोमा चाहिँ कुन फरक पर्नु छ भन्नु होला. सो म चाहिँ दाइको घरतिर लाग्दैछु. क्यामेरा कस्तो आइरहेछ प्लिज भन्नु होला. अगाडि सुरुमा बनाएको भिडियो राम्रो थियो कि अहिले बनाएको आई प्रोटेक्टर लगाएर बनाएको भिडियो राम्रो छ. प्लिज लाइक कमेन्ट बिलो. इटरीको वेदर चाहिँ एकदम बवाल छ. मौसम एकदम दामी छ. हावा चलिरहेछ र मान्छेको भिडभाड एकदमै राम्रो छ सबैजना. अब हामी जाँदैछौँ दाइको घरतिर जानलाई. यहाँ चाहिँ उयो चढ्नुपर्छ त्यो के अरे नामै आएन मलाई. त्यसको नाम चाहिँ एउटा त्यो रातो जिप हो क्या. त्यसको नाम जिप हो. म जाँदैछु अब जिपसम्म. सो आइल्यान्ड्स लगाएर त कस्तो मैले अलिकति लो फिल पाएँ जस्तो लाग्छ मलाई. तपाईँहरू कमेन्ट गर्नु होला. मजाले सफारीमा म्याजिकमा आएर चढिसकेको छु. यो चाहिँ म्याजिक हो अरे. मैले दाइलाई सोधेँ होइन. म चाहिँ अब जाँदैछु आन्टीको घर. आन्टीको घर जाँदै थिएँ. अब जान्छु अब. सो मैले त्यही आएर पर्खिरहेको छ अरे लिनुलाई. सो आज ढुक्काइदिएको डुल्लिम न अहिले त अनि डुल्ने भनेको अहिले यही उमेरमा हो होइन. मेरो भिडियो कस्तो लाग्छ लाइक कमेन्ट सेयर सब्सक्राइब गर्नु होला. अवश्य नबिर्सिनु होला है. अब हाम्रो गाडी हिँडिसकेको छ. भाटपट्टि आउन आँट्दैछ गाइस. भाटपट्टि आउन आँट्यो. भाटपट्टि गाइस भाटपट्टि माथि बसिरहेको रहेछ कौसीमा. के छ भाइ कहाँबाट आउनु? कहाँबाट? खाजा खाँदै छ र यो मस्त. के भाइ हामीलाई के खुवाउँछ त? ऊ चाहिँ मस्त के खाइरह्यो होला. मस्त दम खाइरह्यो होला. आफू चाहिँ हेरे हो क्या. गाइस अब हामी चाहिँ घर जान्छौँ. सरको घर हामी साइकलमा चढाएर साइकलमा गाइस हामीहरू चाहिँ हिँड्दै. हेलो साइकल कुदाएर त कखमै राम्रो देखिएको छ त आमै होइन गाइस. सो मधेसतिर चाहिँ हाम्रो यस्तै छ. मेरो आन्टीको घरतिर चाहिँ गाइस होइन. सो तपाईँहरू हेर्न सक्नुहुन्छ कस्तो लागिरहेछ त हेरेर मलाई. मौसम पनि एकदम बवाल मौसम छ होइन. कस्तो लाग्छ भिडियो प्लिज लाइक कमेन्ट सेयर एन्ड सब्सक्राइब गर्न चाहिँ अवश्य नबिर्सिनु होला. मेरो गन्तव्यसम्म चाहिँ आइसकेको छु. मैले भनेको थिएँ नि पैसा दिएर जान्छु भनेर. तर मलाई पत्ता आएनन् क्या. पत्ता आएनन्. ए भाइ भन्न थालेँ होइन. म फ्रीमा लगिदिनु न त. म यस्तो भिडियोबाट सोसल एक्सपिरियन्स गर्दैछु. को सहयोगी भावना हुनुहुन्छ कि हुनु न भनेको हेरौँ न त नेपाली मान्छेहरू चाहिँ कस्तो हुन्छ. सहयोगी भावना हुनुहुन्छ कि हुन्न भनेको
भाइ तिमी पैसा नहुने मान्छे हो हातमा हेर त कुन फोन बोकिरहेछौ अनि यो के लगाइरहेछौ तिमीले सुहाउँछ त्यस्तो भन्छ ए ल भनेर अनि पैसा नि धन्न बोकेको थिएँ पैसा नि बोकेको थिएँ अनि दिएँ धरानदेखि बसमा आउन 50 रुपियाँ अनि त्यहाँदेखि झुम्का आउन 40 रुपियाँ 40 रुपियाँ लियो अनि 40 रुपियाँ लियो मलाई अनि त्यहाँदेखि बिनादेखि घरमा चाहिँ अब पहिलेको सबभन्दा फेमस साइकल हो किन भन त गाइजो हो एकदम फेमस साइकल होइन त्यही हो त्यतिर चाहिँ यस्तो विकसित भइसकेको छ हामी आउँदा चाहिँ यस्तो घरहरू पनि थिएन अनि अहिले चाहिँ हामी जाँदैछौँ मेरो आइल्यान्डदेखि कस्तो देखिरहेको छ मेरो आइल्यान्ड कस्तो देखिरहेछ फोन आइल्यान्ड लगाएर मेरो फोन कस्तो देखिरहेछ दामी हो बिना दामी देखिरहेछ हो दामी देखिरहेको बिना दामी देखिरहेछ मेरो फोन त गाइस परको घर यसको यस्तै छ घर छोरी कराम होइन बिना रे आया मकै बारी दराम यो घर सफा गर राम यत्रो खोरमा 4वटा खसी बाखेर म चाहिँ मेरो आन्टीको घर आइसकेको छु कस्तो लागिरहेछ त गाइस यस्तै छ है गाडी आन्टीको गाउँ घर सहर गाइस म चाहिँ साइकल कुदाउँदैछु छु मस्त पाराले है गाइस म साइकल कुदाउँदैछु मधेसमा आएर तिमीहरू पनि आउने नि कहाँ हो मधेसमा म लड्छु यार ओइ सो गाइस म चाहिँ पुरा मधेसमा आएर साइकल कुदाउँदैछु मेरो अनुभव चाहिँ छैन साइकल कुदाउने तर म लड्न सक्छु सिट पनि बाङ्गो ह्यान्डल पनि छ बाङ्गो पुरा यस्तै कुदाउनु पर्छ गाइस मधेसमा फेरि साइकल कुदाउनु छुट्टै मजा छ तर ब्रेक चाहिँ लाग्दैन रहेछ मर्छु अघि पनि झन्डै लडेँ यो दोकान बन्द रहेछ गाइस अब हामीले घुमाउनु पर्ने हुन्छ बिस्तारै रोकेर पर एउटा दोकान छ ओइ झन्डै लडेँ यसरी घुमाउँछु म चाहिँ दोकान जानुपर्ने हुन्छ हामी दोकानमा गएर के खानुपर्ने हुन्छ 1 2 3 गो पहिला म साइकल ह्यान्डल गर्छु सो गाइस साइकलमा बसिसकेको छु म चाहिँ चोडा पर साइकल कुदाउँदै हामी अल्लारे एकदमै दामी सम्झन्छु ल अझै म गएपछि उतैतिर साइकल कुदाउन छुट्टै मजा छ स्कुलदेखि डाइरेक्ट साइकलमा झर्नु पर्दा एकदमै मजा छ हात छोडिदियो भन्दै लडिन्छ हात चाहिँ म छोड्दिनँ तर किन सो गाइस साइकल कुदाउन मजा आइरहेको छ एकदमै दामी हामीबाट त्रिदेव जोशी जस्तै भइदिनु त्रिदेव जोशी दाइले पनि साइकल कुदाउनु हुन्छ मलाई थाहा छ सो हाम्रो दोकान आइसकेको छ दोकान अगाडि छ दोकानघरमा हामी स्वास्थ्यसँग हामी जान्छौँ अब दोकान ब्रेक लाग्दैन गाडो छ सो गाइस यसको चाहिँ ह्यान्डल पनि बाङ्गो उयो त बस्ने सिट पनि बाङ्गो रहेछ बिजोकै रहेछ नि हौ बिजोकै रहेछ म त झन्डै मरिन अघि लडेर चाहिँ उयो पोखरीमा झरेँ क्या झन्डै म गाइस एक हातले कुदाउँदैछु होइन स्कुटी त मजाले कुदाइन्छ एक हातले तर म चाहिँ अनि यस्तो चढाएको गर्दा कुदाउनु पर्छ चढाएको मिनाङ केङ्ला त किनाङ सुदाङ मिनाङ मुर्गी कतार चल्नु थियो है कतार ब्रेक चाहिँ फेरि बन्दै लाग्दैन कि त्यही रिस उठ्छ यहाँ हेर न ब्रेक त हामी लाग्दैन अट्राउने हामीले एमए घुमाउनु पर्ने हुन्छ लड्यो भने छैन अघि त झन्डै लडेँ म हो यस्तो भएर झन्डै लडेको अघि गाइस बहुत पेल्नु पर्छ रहेछ पाइटेले बहुत पेल्नुपर्छ यस्तो लडेपछि फेरि टेन्सन हुन्छ गाइस लड्यो भने एकदम फेरि हुन्छ साइकल कुदाउनु चाहिँ एकदम मजा आउँदो रहेछ तर ब्रेक छैन म लडेँ झन्डै लडेँ अब ब्रेक लाग्दैन धरान आउने बेलामा चाहिँ दाइले मलाई 10 रुपियाँ डिस्काउन्ट चाहिँ दिनुभयो अर्कै दाइ हुन्थ्यो उहाँ चाहिँ अलिक राम्रै हुनुहुन्थ्यो
उहाँहरूले चाहिँ मलाई 10 रुपियाँ डिस्काउन्ट दिनुभयो। 60 रुपियाँ अरे भाडा, तर 50 रुपियाँ मात्र लिनुभयो। अनि त्यही भएर मलाई खुसी लाग्यो। धरान जाने मान्छेहरू चाहिँ राम्रै हुँदो रहेछन्। भिडियो कस्तो लाग्यो भन्नु है। सो गाइस आजको भ्लग चाहिँ कस्तो लाग्यो होला प्लिज लाइक एन्ड सेयर एन्ड सब्सक्राइब गरिदिनु होला। मेरो स्वर चाहिँ भाँसिरहेछ दैले धेरै चिसो भएर।